रिभर्समा गर्नुभयो गर्नु ल अब दिदीले चाहिँ यहाँ दुईटाको बिचमा पार्क गर्न लाउनु भएको छ है। यो गाडी सिकेर मात्रै हुँदैन, पार्किङहरू गर्न एकदम इम्पोर्टेन्टै हुन्छ है। ल आउनु ब्याक गर्नु, सेम एल ब्याक सिके जस्तै हो। बिस्तारै क्लच थिच्ने छोड्ने गरेर ब्याक गर्नु, स्लो। अझै ब्याक अब क्लच थिच्नु फुल। ल गाडीको ल हेर्नु है, यो हाम्रो गाडीको टायरको यो गाडीको एज र यो एज बराबर भएपछि चाहिँ अनि स्टियरिङ घुमाउन पर्छ। ल आउनु त अझै थोरै ब्याक दिदी। ल ब्रेक बराबर भयो। अब स्टियरिङ कता घुमाउनु पऱ्यो हजुर, उता जाने भएपछि लेफ्ट होइन। ल फुल लक हुने गरेर लक भयो। ल अब क्लच थोरै छोड्नु, क्लच थिच्ने छोड्ने गर्नु है। ल यताको मिरर पनि चेक गर्नु, राइटको यता पनि गाडी छ होइन, उता पनि गाडी छ, बोथ चेक गरिराख्नु है। नाइस, एकदम दामी क्लियरै छ। ल रोक्नु क्लच। अब स्टियरिङ के गर्नु पर्यो, सिधा होइन। कति राउन्ड, 2 राउन्ड। ओके नाइस, सिधा भयो। अब ब्याक क्लच थिच्ने छोड्ने गर्नु है, नत्र भने चाहिँ स्पिड हुन्छ गाडी फेरि। ल ब्रेक, नाइस भयो दिदी, स्टप, एकदम दामी, सिधा पार्किङ।